guys, welcome to my vlog. मैले चाहिँ इक्जामदेखि भ्लग हालेको थिएन होइन, प्रतिबन्धन भ्लग हाल्न पाएन मैले, तर आज चाहिँ मैले हालेको छु भ्लग होइन। सबैले मन पराइदिनु होला यो भ्लग पनि है। अहिले चाहिँ म भर्खरै उठेछु, अब चाहिँ म बिस्तारै मिलाउँछु बिस्तारै। गाइज मैले चाहिँ यहाँ मिलाइसकेको छु, टक्क लाएर सब मिलाइसकेँ। अब चाहिँ हामी माथि किचनमा जाऊँ, भोग लाग्न के बनाउनु रहेछ हेरौँ। के बनाउनु आज रोटी आलु परोठा। आलु परोठा ल गाइस, आलु परोठा आज स्पेसल आलु परोठा। आज आलु परोठा रहेछ ल, हेर्दै गरौँ ल। अहिलेको लागि यति नै। म चाहिँ अब माथि डाँडामा जान लाग्यो, राइडमा साइकलमा नै साइकलमा जान लाग्यो। झार्दै कस्तो बिहे गर्न आइसक्यो। चट्ट लगाएर यहाँ बिहानको दिउँसो भ्लग हाल्न पाइएन कि हामी कला क्षेत्रमा गएको थियौँ। अहिले चाहिँ यहाँ गर्दै हुनुहुन्छ। सजायो गाइस पुरै। गाइस हाम्रो चाहिँ मेहन्दी भइसक्यो। रुने पार्टी हो। हेलो भन्नु न। हेलो अहिले चाहिँ मेहन्दी गरेर पुरा भइसक्यो। अब चाहिँ हल्दी गरेर अब चाहिँ मेहन्दीको पालो, मेहन्दीको सजाउन लाउँदा कहाँ हेलो भन्दैन। हेलो फोटो खिचेर भइया मै डेग्ले केही सुनिन्न भित्र हुन्छ। अरू चाहिँ डेग्ले केही सुनिन्न गाइस। उहाँ चाहिँ कोक खाँदै हुनुहुन्छ, कोक गाइस कोक। अन्त तल जाँदैछु खोइ कोही छ कि नै तल तल पनि खाएन कि बाटो यस्तो गाइस आउँदैरो हेर्ने डर लाग्छ कि कसले डर लाग्छ। मलाई चाहिँ डर लाग्दैन गाइस। तल जाँदैछु म होइन, तल कोही छ कि नै हेरौँ गाइस। तल चाहिँ यहाँ ठुलो मम्मी आमा के अरे मम्मी हेलो भन्नु, मम्मी हेलो भन्नु। हेलो, हामी पनि पुरी बेल्न बस्यौँ है। अरू हुनुहुन्छ यहाँ किचनमा काम गर्न आउँदा, किचनमा काम गर्न आउँदा ठुलो मम्मीहरू। गाइस भेट्दै गरौँ न। अब चाहिँ मेहन्दी गर्छु। अब दुला आएपछि म तपाईँलाई
फेरि भिडियो देखाउने छु ल अहिलेको लागि गाइस टाटा हेलो गाइस हामी चाहिँ अहिले जाडो भएर काम नै जाडो छ गाइस त्यही भएर हामी ज्याकेट लिन देखाउँ ज्याकेट लिन हामी चाहिँ काकुरोमा ज्याकेट लिन जानु लाग्यो देखिन्न केही पनि गाइस हेर्दै गरौँ ल गाइस म चाहिँ घरमा आइसकेको छु होइन अहिले चाहिँ हामी आइसौँ घरमा आइसकेँ म अब चाहिँ ज्याकेट लिन्छु म ज्याकेट लगाउँछु जाडो भयो गाइस यस्तो जाडो सुर्खेतमा गाइस के छ कि तपाईँलाई यस्तो जाडो छैन म चाहिँ कोठामा आइसकेँ मेरो कोठा चाहिँ कता यता होला मजा लाग्यो बत्ती भएन यसो गर्थ्यो यसो ज्याकेट भेटाएँ मैले अब चाहिँ हामी जान्छौँ होला तल गइहाल्ने दुला आएको देखाउनु पर्यो गाइस तपाईँहरूलाई दुला आएको ल गाइस हेर्दै गरौँ ल अहिलेको लागि टाटा गाइस दुलाको इन्ट्री भइसक्यो दुलाको इन्ट्री गाइस दुलाको इन्ट्री भइसक्यो दुला बेहुला 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 दुलाको इन्ट्री लगाइसक्यो गाइस सुषमा दिदी अस्ति धेरै एक्साइटेड हुनुहुन्छ ए अरू सबै रेडी हुन्छ बेहुला हामी बेला तुम्हारे सपनों का राजकुमार आ रहा है माला बारात दूल्हे सजा के दूल्हा सब एक्साइटेड छन् गाइस म चाहिँ जाडो भएर यस्तरी लाएर बसेछु गाइस बालिका तुम्हारे सपनों का राजकुमार एंट्री गाइस मेरा एंट्री उठे दीदी उठायो सबैजना एकचोटि गाइस म चाहिँ आफ्नो रुममा आइसकेँ अब चाहिँ म कपडा चेन्ज गर्छु अन्त तपाईँहरूसँग फेरि भेटौँला गाइस
मैले चाहिँ कपडा चेन्ज गरिसकेँ। अब चाहिँ म मेरो भ्लग एन्ड गर्न चाहन्छु। अब चाहिँ निन्द लगाइसक्यो गाइस, प्लास्टर थर्क्ला होइन। ल गाइस फेरि भेट्दै गरौँला। आजको लागि बाई बाई, गुड नाइट। सुत्नु होला मजाले। ओके।